हेलो एन्ड नमस्कार सबैजनामा। आज हामीसँग रानीवन घुम्न जाउँ है त। हजुर अहिले देख्दै हुनुहुन्छ पोखरा महानगरपालिकाको ड्याम साइडमा अवस्थित ड्याम साइड पार्क। आउनुहोस् हामीसँगै रानीवनको पैदल यात्रामा जाउँ। रानीवन पोखराको फेवातालको दक्षिण डाँडामा अवस्थित एक सुन्दर र संरक्षित जङ्गल क्षेत्र हो, जहाँ प्रसिद्ध विश्व शान्ति स्तूप रहेको छ। प्रकृतिको काखमा अवस्थित यो शान्त जङ्गल छोटो पैदल यात्रा अर्थात् हाइकिङका लागि उत्कृष्ट गन्तव्य मानिन्छ। रानीवन घना र संरक्षित जङ्गल भएकाले यहाँ विभिन्न प्रजातिका रैथाने तथा बसाइ सरेर आउने चराहरू पाइन्छन्। चरा अवलोकनकर्ताका लागि यो पोखराकै उत्कृष्ट गन्तव्य हो। लेकसाइडको कोलाहलबाट टाढा जैविक विविधताले भरिएको यो जङ्गल ध्यान, योग र प्रकृतिमा हराउन चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो। रानीवनबाट अझै अगाडि डाँडा पैदल यात्रा गर्दै पुम्दीकोट र कालावाङ गाउँसम्म पुग्न सकिन्छ। यहाँबाट बिहानै अन्नपूर्ण र माछापुच्छ्रे हिमालमा सूर्योदय र राति पोखरा बजारको झिलिमिली बत्तीको दृश्य अत्यन्तै लोभलाग्दो देखिन्छ। आजको हाम्रो पैदल यात्रा यहीँसम्मको थियो। यहाँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। किप लभिङ गाइस। यति भन्दै बिदा हुन्छु, हस्त नमस्कार। बाई बाई।